के तपाईँ कुन सनस्क्रिन किन्ने भनेर कन्फ्युज हुनुहुन्छ? त्यसोभए आउनुहोस्, यो हो तपाईँहरूको 60 सेकेन्डको गाइड। पहिला, सनस्क्रिन दुई प्रकारका हुन्छन्। पहिलो, रिफ्लेक्टिभ, जसलाई मिनरल पनि भनिन्छ। यो ऐना जस्तै हो, छालामा बसेर युभी किरणहरूलाई फर्काइदिन्छ। यसको लागि जिङ्क अक्साइड वा टाइटेनियम डाइअक्साइड भएको हेर्नुहोस्। दोस्रो, नन रिफ्लेक्टिभ वा केमिकल सनस्क्रिन। यो स्पन्ज जस्तै हो, यसले युभी किरणहरूलाई सोस्छ र तापमा बदल्छ। यो लगाउँदा हल्का हुन्छ। त्यसोभए के कुरामा ध्यान दिने त? वातावरणको लागि र एकदमै सेन्सिटिभ छाला छ भने धेरैले अक्सियोबेन्जेन र अक्सिनोक्सेट भएको सनस्क्रिन किन्दैनन्। र छाला चिलाउने छ भने फ्रेग्रेन्स फ्री, बास्ना नभएको छान्नुपर्ने हुन्छ। तपाईँको सनस्क्रिनमा हुनै पर्ने महत्त्वपूर्ण 3 कुरा के हुन् त? ब्रोड स्पेक्ट्रम, युभीए र युभीबी दुवैबाट बचाउन, एसपीएफ 30 वा त्योभन्दा बढी, उच्च पीए रेटिङ जस्तै PA+++। ल अब तपाईँलाई थाहा भयो होइन? बुझेर किन्नुहोस् र सुरक्षित रहनुहोस्।